हेलो स्टुडेन्ट, गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ। आज क्लासमा हामी सिक्नेवाला छौँ पेज मेकरको एडिट ट्याब मेनु। अब जस्तै हामीले योभन्दा पहिला क्लासमा हामीले पेज मेकरको फाइल मेनुको बारेमा हामीले पढिसक्नु भएछ। अब जस्तै हामीले एडिट मेनुको बारेमा पढ्न गइरहेछौँ। सबभन्दा पहिले हामीले पेज मेकरलाई ओपन गर्नुपर्छ। विन्डोज प्लस आर PM70 गर्नु होला। त्यसपछि इन्टर गर्नुहोस्। इन्टर गरिसकेपछि केही बेर लोड लिन्छ। त्यसपछि हामीले यस्तै इन्टरफेस हेर्न सक्नुहुन्छ। अब यहाँबाट मैले यहाँ क्यान्सल गरेँ। त्यसपछि मैले एउटा पेज लिएँ, कन्ट्रोल एन। त्यसपछि हामीले एउटा पेज लिइसकेपछि आज हामीले पढ्नुपर्ने छ एडिट। अब जस्तै हेर्नुहोस् त, पेज मेकरको एडिट ट्याब मेनुमा के छ, अन्डु, कट, त्यसपछि कपी, पेस्ट, क्लियर, यो सबै अप्सनहरूको बारेमा हामीले एक एक गरेर आज पढ्नेवाला छौँ। योभन्दा पहिला क्लासमा हामीले फाइल मेनुको बारेमा पढिसक्नु भएछ। आज हामीले गर्नवाला छौँ एडिट ट्याब मेनु। अब यसको लागि सबभन्दा पहिले हामीले हेर्नुपर्ने के छ भने सुरुको अप्सन के छ भने हेर्नुहोस् त, अन्डु भन्ने अप्सन छ, कन्ट्रोल प्लस जेड। अब हेर्नुहोस् त, अन्डुको यहाँ छेउमा हेर्न सक्नुहुन्छ, माथि एरो दिएछ, त्यसपछि जेड छ, सबैको माथि एरो दिएछ होइन। यो भनेपछि कन्ट्रोलसँग यो अल्फाबेट थिच्नुहोस् भनेर बुझ्न सकिन्छ। अब हेर्नुहोस् त, अन्डुको लागि के छ, कन्ट्रोलसँग जेड। यो हामीले सुरुदेखि नै पढिसक्नु भएछ MS पेन्टमा, एक्सेलमा, पावर पोइन्ट, प्राय सबै प्रोग्राममा हामीले यो पढिसक्नु भएछ कन्ट्रोलसँग जेड, कन्ट्रोलसँग वाई भनेर। यसले के काम गर्छ भने कुनै पनि अब्जेक्ट तपाईँले गर्नुभएछ, कुनै पनि डिजाइन गर्नुभएछ भने त्यसलाई फेरि पहिलाकै अवस्थामा ल्याउने काम गर्छ कन्ट्रोल जेड। हेर्नुहोस् त, केही कुरा हामीले बनाउनु भएछ, केही चेन्ज गर्नुभएछ भने त्यसलाई कन्ट्रोल जेड गरेर हामीले चेन्ज गर्न सक्नुहुन्छ। जस्तै यहाँ हेर्न सक्नुहुन्छ, अब यहाँबाट मैले कलर गरेँ होइन। अब कलर गरिसकेपछि अब हामीलाई केही कुरा यहाँबाट हेर्नुहोस्, एडिटमा गएर अहिले हेर्नुहोस् त, हाम्रो अन्डुको अप्सन खुलेको छैन। खुलेको छैन भने यो भने के बुझिन्छ भने यो हाम्रो अहिले एक्टिभमा छैन। अहिले हेर्नुहोस् त, एक्टिभ छैन। तर यही कुरालाई मैले सेलेक्ट गरेर होइन अनि डिलिट थिचिदियो भने, डिलिट गरिदियो भने हेर्नुहोस् त, अहिले यो हाम्रो खुलेछ भनेपछि हामीले फेरि ल्याउन सक्छौँ भनेर, हेर्नुहोस् त, डिलिट गरेको चिज हामीले फेरि ल्याउन सक्छौँ भनेर बुझिन्छ। फेरि यदि तपाईँले गर्नुहुन्छ भने फेरि यसलाई पहिलाको जस्तै हटाउन पनि सक्नुहुन्छ। यो हेर्नुहोस्, हामीले अरू सफ्टवेयरमा हामीले कन्ट्रोल जेड जति गर्छ त्यति पछाडि हुँदै जान्छ, कन्ट्रोल वाई गर्छ भने फेरि त्यही अवस्थामा ल्याउन सक्छ। तर यसमा के हुन्छ भने एक स्टेप मात्रै ब्याक हुन्छ भन्ने यो बुझ्नुपर्छ। यदि हामीले अहिले यसलाई डिलिट गरिदिनु भयो, जस्तै हेर्न सक्नुहुन्छ अहिले हाम्रो के छ त, अन्डु क्लियर भन्ने अप्सन यहाँ आइसकेछ। तर यही बेला हामीले अर्कोलाई सेलेक्ट गरेर अब हेर्छौँ भने यो हाम्रो अप्सन बन्द हुन्छ। भनेपछि हामीले जुन बेला डिलिट गर्नुभयो त्यही बेला हामीले कन्ट्रोल जेड गर्नुपर्छ भनेर हामीले बुझ्नुपर्छ। पेज मेकरमा हामीले एकचोटि मात्रै हामीले कन्ट्रोल जेड गर्न सक्छौँ। यो कुरा पनि बुझिसक्नुभयो। साथै त्यसै गरेर हामीले अरू पनि अप्सन छ, जस्तै कट, कपी, पेस्ट भनेर अप्सन हुन्छ। यो कुराहरू तपाईँले पढिसक्नु भएछ, त्यही पनि म एकचोटि बुझाइदिन्छु। हेर्नुहोस् त, कट भनेको के बुझिन्छ, कन्ट्रोल प्लस एक्स, कपी भनेको कन्ट्रोल प्लस सी होइन। अब कटले के काम गर्छ भने कुनै ओरिजिनल अब्जेक्टलाई, कुनै पनि ओरिजिनल फोटोलाई, अब्जेक्टलाई, टेक्स्टलाई एक ठाउँबाट अर्को ठाउँमा सार्नु पर्यो, डुप्लिकेट हुनु भएन, एक ठाउँबाट अर्को ठाउँमा राख्नु पर्यो भने हामीले कटको युज गर्ने, कन्ट्रोल प्लस एक्स गर्नु होला। जस्तै हेर्नुहोस् त, अहिले हाम्रो कन्ट्रोल यो कट, कपी, पेस्ट हाम्रो के छ त, एक्टिभमा छैन। यो किन छैन भने हामीले अहिले कुनै पनि अब्जेक्टलाई, कुनै पनि टेक्स्टलाई हामीले अहिले सेलेक्ट गरेका छैनौँ। यदि हामीले कुनै पनि अब्जेक्ट, टेक्स्टलाई सेलेक्ट गर्नु भएन भने यी अप्सनहरू हाम्रो एक्टिभ हुँदैन। अब यसैमा जस्तै हेर्नुहोस् त, मैले अहिले यसलाई सेलेक्ट गर्छु भने यो बेला हेर्नुहोस् त, अब एडिटमा गएर मैले क्लिक गर्दाखेरि कट भन्ने अप्सन एक्टिभ भयो, कपी पनि एक्टिभ भयो, पेस्ट पनि एक्टिभ भयो। यदि मैले अहिले कट गर्छु भने हेर्नुहोस् त, यहाँबाट हाम्रो के भयो त, हटिसकेछ। तर यसैलाई मैले फेरि यदि गएर पेस्ट गर्छु भने हामीले यसलाई पेस्ट गरेर फेरि ल्याउन सक्छु। हेर्नुहोस् त, कुनै एक ठाउँबाट अर्को ठाउँमा तपाईँले ओरिजिनललाई कट गरेर एक ठाउँबाट अर्को ठाउँमा राख्न सक्नुहुन्छ। कन्ट्रोल एक्सले के हुन्छ त, कट हुन्छ,
अब हेर्नुहोस् त अहिले कपीको अब हामीले हेर्न जान्छ। फेरि कट गरेकोलाई हेराउनु पर्यो भने कन्ट्रोलसँग भी गर्नुहोस्। यसरी तपाईँले कट कपी गर्न सक्नुहुन्छ। अब कपीलाई के बुझिन्छ भने कपी भनेको डुप्लिकेट, एउटै अब्जेक्टलाई एउटै सेपलाई एउटै वस्तुलाई हामीले कपी गर्नु पर्यो, दुईवटा बनाउनु पर्यो भने हामीले कपीको युज गर्ने डुप्लिकेटको लागि। यसको सर्टकट के छ भने कन्ट्रोल प्लस सी। अब हेर्नुहोस् त कन्ट्रोल प्लस सी छ भने हामीले के गर्नुपर्छ, पहिला सेलेक्ट गर्नुहोस्। जस्तै मैले सेलेक्ट गरेँ, अब कन्ट्रोल सी गरेँ होइन। कन्ट्रोल सी गर्नुहोस् या हामीले एडिट मेनुमा गएर यहाँ कपीमा क्लिक गर्नुहोस् र फेरि गएर एडिटमै गएर पेस्टमा क्लिक गर्नुहोस्। अब हेर्न सक्नुहुन्छ यो हाम्रो दुईवटा भयो, एउटा यहाँ पनि भयो एउटा यहाँ पनि भयो। भनेपछि हेर्नुहोस् त कट गर्दाखेरि एउटैलाई हामीले यताउति सार्न सक्नुहुन्छ भने कपी गर्दाखेरि डुप्लिकेट आउँछ। यदि मैले फेरि गएर कपी गर्छु होइन, फेरि गएर कपी गर्छु, फेरि गएर मैले पेस्ट गर्छु भने फेरि एउटा अझै बनाउन हामीले सक्छौँ। यसरी तपाईँले कपी भनेको डुप्लिकेट लिने भनेर बुझ्नु होला। ल साथै पेस्ट भनेको के छ भने यसले कट होस् या कपी होस् होइन, कट होस् या कपी होस् त्यसलाई देखाउने काम गर्छ। देखाउने काम कसले गर्छ भने पेस्टले गर्छ। हामीले यो कुरा ध्यान दिनुपर्छ। पेस्ट भनेको कन्ट्रोल प्लस भी भनेको के छ भने कट या कपी गरेकोलाई देखाउनको लागि हामीले पेस्टको युज गर्छौँ। त्यसै गरेर अर्को अप्सन छ हामीलाई हेर्नुहोस् त क्लियर भन्ने अप्सन छ, अनि छेउमा हेर्नुहोस् त डेल लेखेको छ, डिइएल लेखेको छ। यो भनेपछि हामीले कुनै पनि अब्जेक्टलाई, कुनै पनि टेक्स्टलाई, कुनै पनि पिक्चरलाई हामीलाई पेजबाट डिलिट गर्नु पर्यो। यदि हामीलाई डिलिट गर्नु पर्यो भने सबभन्दा पहिले हेर्नुहोस् त अहिले के छ त डिलिटको अप्सन छ खुलेको होइन, तर अहिले हामीसँग डिलिट केही पनि हुँदैन। हेर्नुहोस् त मैले क्लियरमा डिलिटमा क्लिक गर्दाखेरि भइरहेको छैन। त्यो किन नभइरहेछ भने जस्तै हामीले कुनै पनि अब्जेक्टलाई सेलेक्टै गर्नुभएछ, जब हामीले टास्क दिनुहुन्न, जब हामीले सेलेक्ट गर्नुहुन्न भने त्यसले कसरी थाहा पाउँछ कसलाई डिलिट गर्नु छ भनेर। त्यही भएर सबभन्दा पहिला हामी यसरी सेलेक्ट गर्नु होला होइन। त्यसपछि एडिट मेनुमा गएर त्यसपछि क्लियर भन्ने अप्सन हुन्छ, त्यसमा क्लिक गर्नुहुन्छ भने यो के हुन्छ भने डिलिट हुन्छ। हेर्नुहोस् त डिलिट भयो। यदि मैले फेरि गएर डिलिट अप्सनबाट हामीले फेरि गएर यहाँबाट अन्डुमा हामीले क्लिक गर्छ भने फेरि ल्याउन सक्छौँ। यसरी नै तपाईँले क्लियर अप्सनले के काम गर्छ भने डिलिट गर्ने काम गर्छ। हामीले सर्टकट तरिका के गर्छ भने सेलेक्ट गर्नुहोस् र किबोर्डबाट डिलिट की थिचे पनि यो हाम्रो डिलिट भएर जान्छ। त्यसै तपाईँले बुझ्नु होला क्लियर डिलिट भनेको यसले कुनै पनि अब्जेक्टलाई हटाउने काम गर्दछ। त्यसपछि अर्को अप्सन छ हामीलाई हेर्नुहोस् त सिलेक्ट अल। सिलेक्ट अल भन्ने अप्सन छ होइन। सिलेक्ट अल भन्ने अप्सन छ, त्यसले के बुझिन्छ भने हाम्रो पेजमा कति टेक्स्ट छ, कति अब्जेक्ट छ, कति पिक्चर छ भनेर ती सबैलाई एकैचोटिमा हामीले सेलेक्ट गर्नु पर्यो। सबै टेक्स्टलाई एकैचोटि सेलेक्ट गर्नु पर्यो भने हामीले कि त कन्ट्रोल ए गर्नु पर्यो किबोर्डबाट होइन। यदि किबोर्डबाट गर्नु छैन भने एडिट मेनुमा गएर हामीले सिलेक्ट अलमा क्लिक गर्नुहोस्। अब हेर्नुहोस् त जति पनि हामीले सेप लिनुभएछ ती सबै सेप के भयो त सेलेक्ट भयो, अल सेलेक्ट। जति पनि हाम्रो पेजमा सेप छ, पिक्चर ती सबै सेलेक्ट हुन्छ। अब साथै हेर्नुहोस् त अर्को छ एडिट अप्सनमै के छ भने डिसेलेक्ट अल। अब जुन हामीले सेलेक्ट गर्नुभएछ, जसलाई हामीले सेलेक्ट गर्नुभएछ त्यसलाई अब डिसेलेक्ट गर्नु पर्यो। सेलेक्टबाट त्यसलाई हटाउनु पर्यो भने हामीले डिसेलेक्टको युज गर्ने। हेर्नुहोस् त के भयो सेलेक्टेड एरिया सबै हटेर गएछ। अब यसैमा हेर्नुहोस् त यहाँबाट क्लिक गरेँ, सेलेक्ट अल गरेँ र किबोर्डबाट या हामीले माउसबाट यसरी गएर क्लियरमा क्लिक गर्नुहुन्छ भने एकैचोटिमा सबै डिलिट भएर जान्छ। साथै फेरि हामीले कन्ट्रोल जेड गर्नुहुन्छ भने ती डिलिट भएको अप्सनहरू फेरि ल्याउन सक्नुहुन्छ। हेर्नुहोस् त अप्सन आइसकेको छ। अब तपाईँहरूले बुझ्न सक्नुभयो होला सेलेक्ट अल र डिसेलेक्ट अल भनेपछि के बुझिन्छ भनेर। अब सेलेक्ट अलको सर्टकट के छ कन्ट्रोलसँग ए र डिसेलेक्टको सर्टकट के छ भने सिफ्ट कन्ट्रोल ए गर्नुहुन्छ भने हाम्रो डिसेलेक्ट हुन्छ। त्यसपछि अर्को छ हामीलाई यहाँ हेर्नुहोस् त एउटा अब्जेक्टलाई मैले सेलेक्ट गरेँ, त्यसपछि एडिट अप्सनमा फेरि गएँ। त्यसपछि हेर्नुहोस् त के छ पेस्ट मल्टिपल। पेस्ट मल्टिपल भनेपछि पेस्ट भनेको त हामीलाई थाहै छ कट कपी गरेकोलाई देखाउने काम गर्छ, मल्टिपल भनेको धेरैपल्ट। यदि हामीलाई पेस्ट गर्नुभएछ जस्तै हेर्नुहोस् त कुनै अब्जेक्ट सेलेक्ट गर्नुभएछ त्यसको कपी कतिवटा चाहिन्छ,
कपी हामीले कतिपल्ट गर्न चाहनुहुन्छ भनेर यहाँबाट हेर्न सक्नुहुन्छ। जस्तै अहिले 1 छ होइन, मैले यहाँबाट 8 ल सेलेक्ट, त्यसपछि कन्ट्रोल सी कपी, या हामीले एडिट अप्सनमा गएर यहाँबाट कपी गर्नुहोस्। त्यसपछि हामीले अब पेस्ट कतिपल्ट गर्नु छ त्यसका लागि हामीले पेस्ट मल्टिपलमा गएर क्लिक गर्नुहोस्। त्यसपछि कति पेज हामीलाई चाहिन्छ, कपी चाहिन्छ भनेर यहाँबाट सेलेक्ट गरेर, अब जस्तै 4 चाहिन्छ भने 4 मैले क्लिक गरिदिएँ। अब हेर्न सक्नुहुन्छ 1 2 3 र यो 4 भयो। यो एउटा हाम्रो पहिलादेखि नै छ, त्यही भएर हामीले जतिवटा कपी गर्नुभएछ त्यसको यहाँ कपी आइसकेछ, मल्टिपल कपी। एकै क्लिकमा हामीले मल्टिपल पेस्ट गर्न सक्नुहुन्छ। र साथै अर्को अप्सन हामीलाई के छ भने यहाँ हेर्न सक्नुहुन्छ, पेस्ट स्पेसल भन्ने अप्सन छ। अब हेर्नुहोस् त, पेस्ट स्पेसल अप्सन भनेपछि के बुझिन्छ भने यसको लागि मैले कुनै एउटा पिक्चरलाई लिएर आउँछु। जस्तै मैले यहाँबाट गएँ होइन, अब फाइल अप्सनमा गएर त्यसपछि प्यालेस भन्ने अप्सन हुन्छ, यसको सर्टकट कि कन्ट्रोल डी, यहाँबाट मैले क्लिक गरेँ होइन। त्यसपछि यहाँबाट मैले आफ्नो पिक्चर भएको फोटो भएको मैले लोकेसन छान्छु। जस्तै डेस्कटपमा जान्छु, म डेस्कटपमा मेरो फोटो फाइल छ, म डेस्कटपमा गएँ होइन। त्यसपछि फोटोसप क्लास पिएनजी मैले क्लिक गरेँ, ओके। अब यहाँबाट हेर्न सक्नुहुन्छ मेरो फोटो पिएनजी क्लास यहाँ ओपन भइसक्यो, यसमा विभिन्न फोटोहरू छन्। अब यसबाट मैले कुनै एउटा पिक्चरलाई लिएर तपाईँलाई हेराउन गइरहेछु। जस्तै मैले अहिलेको लागि मान्नुहोस् जस्तै यो फोटो हो, यो फोटोलाई मैले ओके, हेर्नुहोस् त यो फोटो हाम्रो के भयो त ओपन भइसकेको छ। अहिले हेर्नुहोस्, हामीले नर्मली यतिकै पेस्ट गर्दाखेरि अहिले यो फोटो क्वालिटी कस्तो छ भने यो क्वालिटी अहिले कम छ, घटिसकेको छ यसको क्वालिटी होइन। अब यसैलाई मैले पेस्ट गर्छु। अब यसैलाई मैले सेलेक्ट गरेँ, त्यसपछि यहाँ एडिटमा गएँ होइन, पहिला कपी गरेर एडिटमा गएँ, त्यसपछि पेस्ट स्पेसल भन्ने अप्सन छ, यसमा मैले क्लिक गरेँ। त्यसपछि हेर्न सक्नुहुन्छ पेज मेकर 7.0 फर्मेट भन्ने अप्सन छ। अब यही कुरालाई मैले यदि डिआइबी बिटम्यापमा मैले क्लिक गर्छु भने अनि त्यसपछि ओके गर्छु भने हेर्नुहोस् त यही फोटोको कपी हेर्नुहोस् त कस्तो आएछ, हेर्नुहोस् यही फोटोको हामीले कपी गर्दाखेरि यस्तो पिक्चर आएछ। भनेपछि यदि हामीले डाइरेक्ट अब हेर्नु यही फोटोलाई फेरि मैले पेज मेकर फाइलमा फर्मेटमा ओपन गर्छु भने यही फोटो फेरि हाम्रो के हुन्छ भने कन्ट्रोल सी मैले गरेँ, त्यसपछि एडिट अप्सनमा गएँ, त्यसपछि फेरि मैले पेस्ट स्पेसल मैले अप्सनमा मैले क्लिक गरेँ, त्यसपछि यहाँबाट पेज मेकर 7.0 फर्मेटमा मैले क्लिक गर्छु। अब हेर्न सक्नुहुन्छ यो पिक्चर हाम्रो के भयो त मधुरोमा जान्छ। जस्तै यो हेर्न सक्नुहुन्छ, यो अहिले ठिक छ, दुवै सेमै छ। अब यसैलाई हामीले यो बुझ्नुहोस् तपाईँले, यदि हामीले डाइरेक्ट ओपन गर्नुहुन्छ फोटो भने ती फोटो हाम्रो मधुरोमा जान्छ होइन, राम्रो क्वालिटीमा आउँदैन। तर त्यही फोटोलाई हामीले कन्ट्रोल सी गरेर त्यही फोटोलाई हामीले स्पेसल पेस्टमा हामीले क्लिक गर्नुहुन्छ भने यहाँबाट हामीले बिटम्याप राखे पनि चल्छ, बिटम्याप राखे पनि हेर्नुहोस् त क्वालिटी राम्रो हुन्छ। यसै तपाईँले पेज मेकरमा कुनै पनि फोटोलाई राख्दाखेरि क्वालिटी राम्रो बनाउनु पर्यो भने हामीले एडिट अप्सनमा गएर अनि पेस्ट स्पेसलमा गएर हामीले क्लिक गर्नुपर्छ। यति गरेपछि के हुन्छ भने हाम्रो फोटो अलिक क्लियर आउँछ, राम्रो आउँछ, सफा आउँछ। यो पनि भयो। त्यसपछि हाम्रो अर्को अप्सन छ, जस्तै हेर्न सक्नुहुन्छ, हेर्नुहोस् त इन्सर्ट अब्जेक्ट छ, एडिट स्टोरी छ र अर्को छ एडिट ओरिजिनल। अब यसमा हामीले के हेर्न सक्छौँ भने जस्तै यहाँबाट हेर्न सक्नुहुन्छ मैले यहाँबाट एउटा फोटोलाई यो फोटोलाई मैले सानो बनाएँ होइन। अब यसैमा तपाईँले हेर्न सक्नुहुन्छ यो दुईटालाई म अहिले एकछिनमा भन्छु। अब्जेक्ट इन्सर्ट र एडिट स्टोरी भन्ने जुन अप्सन छ योलाई म एकछिनमा भन्छु। पहिला यो एडिट ओरिजिनल भन्ने अप्सनलाई बुझाइदिन्छु। अब हेर्नुहोस् त एडिट ओरिजिनल भन्ने अप्सनमा के हुन्छ भने यसले
तपाईँको पिक्चर तपाईँले ओपेन गर्नुभएको पिक्चरको वास्तविक फर्मेट कत्रो ठुलो छ कति ठुलो छ भनेर देखाउने काम गर्छ। जस्तै हेर्नुहोस् त, एडिटमा मैले क्लिक गरेँ, पहिला सेलेक्ट गर्नुहोस्, त्यसपछि एडिटमा गएर क्लिक गर्नुहोस्, त्यसपछि तल हेर्न सक्नुहुन्छ एडिट ओरिजिनल भन्ने अप्सन छ। एडिट ओरिजिनलले के काम गर्छ भने यसले हाम्रो फोटो वास्तवमा कत्रो साइजको छ भने त्यो हेर्न सकिन्छ। अब जस्तै हेर्नुहोस् त, यहाँबाट मैले क्लिक गर्दाखेरि यसले हाम्रो फोटोलाई हेराउने काम गर्छ। यहाँबाट हामीले फोटो हेर्न सक्नुहुन्छ। कुन फोटो हाम्रो कत्रो साइजको छ भनेर हेर्नु पर्यो भने सेलेक्ट गर्नुहोस्, त्यसपछि एडिटमा जानुहोस्, त्यसपछि एडिट ओरिजिनलमा गएर क्लिक गरेर हामीले हेर्न सक्नुहुन्छ। यो भयो हाम्रो एडिट ओरिजिनल अप्सनको काम। त्यसै गरेर हाम्रो एडिट मेन्युमा अर्को अप्सन छ इन्सर्ट अब्जेक्ट। इन्सर्ट अब्जेक्टले के काम गर्छ भने यसले पेज मेकरमा कुनै अरू सफ्टवेयरबाट अरू प्रोग्रामबाट कुनै पनि अब्जेक्ट ल्याउनु पर्यो भने हामीले इन्सर्ट अब्जेक्टको युज गर्छ। जस्तै हामीले इन्सर्ट अब्जेक्टमा मैले क्लिक गरेँ, त्यसै गरेर अब कुनैमा तपाईँको बिटम्याप लेखेको हुन्छ, कुनैमा एमएस पेन्ट हुन्छ होइन। जस्तै मेरोमा अर्कै छ ब्रस पेन्ट भनेर पिक्चर भनेर मेरोमा अप्सन छ। अब जस्तै मैले यहाँबाट हेर्नुहोस् त, पेन ब्रस पिक्चर भन्ने मेरोमा अप्सन छ। मैले यहाँबाट क्लिक गरेँ र ओके गरेँ। हेर्नुहोस् त, मेरो पेज मेकर पनि ओपनै छ र साथसाथै मेरो बिटम्याप इमेज भनेपछि एमएस पेन्ट पनि ओपन भइसकेको छ। अब म यसमा अहिले तपाईँलाई हेराउनको लागि मैले एउटा चाँदतारा बनाउन गइरहेछु, जस्तै यहाँबाट हेर्न सक्नुहुन्छ। त्यसै गरेर मैले यहाँ 1-2वटा अझै स्टारहरू बनाइदिन्छु, तपाईँहरू पनि बनाउनु होला। यो हामीले अहिले सिकिरहेछौँ इन्सर्ट अब्जेक्ट। इन्सर्ट अब्जेक्टले के काम गर्छ भनेर यो कुराको लागि मैले हेराइरहेछु। अब जस्तै यो भयो, त्यसपछि हामीले पेन पकेट टुल युज गरेर यसलाई ब्ल्याक गरिदिन्छ, यसलाई पनि गरिदिनु, यसलाई पनि गरिदिनु। त्यसै गरेर अब हामीले सेलेक्ट गरेर यसलाई कतिको एरिया हामीलाई लग्नु छ अरू सफ्टवेयरमा भनेर त्यति एरिया हामीले सेलेक्ट गरेँ, त्यसपछि हामीले क्रप गरिदिनुहोस्। क्रप भएपछि हाम्रो यतिको एरिया भयो। अब हामीले यसलाई सेभ गर्नु पर्दैन, यसलाई डाइरेक्ट तपाईँले क्लोज गरिदिँदा पनि यो हाम्रो डाइरेक्ट एमएस पेन्टमा गएर इन्सर्ट हुन्छ। हेर्नुहोस् त, इन्सर्ट अब्जेक्टले यही काम गर्छ। यसले के काम गर्छ भने कुनै एक सफ्टवेयरमा रहेर हामीले अर्को सफ्टवेयरलाई ओपन गर्न सक्नुहुन्छ, कुनै अर्को सफ्टवेयरबाट अब्जेक्ट लिन सक्नुहुन्छ। त्यसै गरेर अर्को छ हामीलाई हेर्न सक्नुहुन्छ। अब मान्नुहोस् के छ हाम्रो, हेर्नुहोस् त, एडिट स्टोरी भन्ने अप्सन छ। एडिट स्टोरीले के काम गर्छ भने कुनै टेक्स्ट छ, जस्तै हामीले यहाँबाट टेक्स्ट केही कुरा लेख्नुहुन्छ, जस्तै यहाँबाट मैले केही कुरा लेखेँ, अब मैले कन्ट्रोल ए यसको साइजलाई अलि बढाइदिएँ। अब हेर्नुहोस्, यो भइसकेपछि यो हामीले कुनै पेजमा लेख्नु भएछ। अब यसलाई हामीलाई चेन्ज गर्नु पर्यो, एडिट गर्नु पर्यो भने हामीले एडिटमा गएर एडिट स्टोरी भन्ने अप्सनमा क्लिक गर्नुहोस्। यो भएपछि हाम्रो नोट प्याड जस्तै यसले ओपन गर्दछ। यहाँबाट हामीले केही कुरा हटाउनु पर्यो, केही कुरा चेन्ज गर्नु पर्यो भने हामीले चेन्ज गर्न सक्छौँ। हुन त हामीले यतिकै टेक्स्ट टुल युज गरेर पनि चेन्ज गर्न सक्नुहुन्छ, तर प्राय गरेर यो किन युज गरिन्छ भने यदि हामीले एडिट स्टोरी टुलको युज गर्नुहुन्छ भने कुनै पनि अक्षरलाई, कुनै पनि अल्फाबेटलाई हामीले फाइन्ड गर्न सक्नुहुन्छ, रिप्लेस गर्न सक्नुहुन्छ। ती अप्सनहरूको बारेमा हामीले आउने दिनमा आउने क्लासमा हामीले युटिलिटिज भन्ने जुन अप्सन छ हाम्रो युटिलिटिज हाम्रो जुन अप्सन छ यसमा हेर्न सक्नुहुन्छ। यी हेर्नुहोस् त, फाइन्ड छ, चेन्ज भनेको त्यही रिप्लेस। यी अप्सनहरू हामीले मिलाउन सक्छौँ यो एडिट स्टोरी टुलबाट। यदि तपाईँले यतिकै छोडिदिनु भयो, हामीले एडिट स्टोरी टुल युज गर्नु भएन भने हेर्नुहोस् त, हाम्रो यहाँबाट युटिलिटी अप्सनमा जानुहुन्छ भने फाइन्ड रिप्लेसहरूको बारेमा केही पनि अप्सनहरू ओपन हुँदैन। बुझ्नुभयो? जब हामीले यो टुल्स यो अप्सन पढ्नुहुन्छ त्यो बेला अझै राम्ररी बुझ्न सक्नुहुन्छ। अहिलेको लागि यति बुझ्नुहोस् कि हामीलाई टेक्स्टलाई एडिट गर्नु पर्यो, चेन्ज गर्नु पर्यो भने हामीले एडिट स्टोरीको युज गर्नुपर्छ। ल हस् त, आज यति नै भयो। आज क्लासमा हामीले
एडिट ट्याब मेनुको बारेमा बुझ्नुभएछ? यदि केही कुरा बुझ्नु भएन भने कमेन्ट गर्नुहोला, म फेरि त्यसलाई राम्ररी बुझाउन कोसिस गर्छु। ल हस् त, धन्यवाद।